सरकारलाई सघाएका कर्मचारीहरू, राजनीतिक नियुक्ति लिएका पदाधिकारीहरू लगायत सबैको सम्पत्ति छानबिन गर्ने भनेर यो सरकारले आफ्नो 100 बुँदे शासकीय जुन योजना लिएर आएको छ त्यसमा समेटेको छ। तपाईँ सरकारको पूर्व सचिव पनि हुनुहुन्छ। सरकारको यो जुन सूची छ अथवा 100 बुँदाभित्रको यो बुँदालाई चाहिँ तपाईँले कसरी लिनुभएको छ त्यहाँबाट सुरु गरौँ। म पूर्व सचिव भएको हुनाले जागिर खाएदेखि हामी हरेक वर्ष सम्पत्ति विवरण बुझाउँछौँ कि राज्यलाई। हाम्रो सम्पत्ति त्यहाँ छ। त्यति जागिरको तपाईँ हेर्नु भने सबैको सम्पत्ति विवरण कति सालदेखि छ थाहा छैन। 2055 हो कि जस्तो लाग्छ। 2055 सालमा निजामती सेवा आयो कि 2050 मा आयो अर्को नयाँ 55 आयो जस्तो लाग्छ। त्यहाँदेखि सबैले आफ्नो सम्पत्ति विवरण बुझाइरहेका छन् होइन घरमा। त्यस कारण सम्पत्ति विवरण यता 55 साल यताको चाहिँ चिन्ता भएन। हेरे भइहाल्यो त्यही होइन। तर कुरा के भने सम्पत्ति विवरण थाहा भइसकेपछि त्यो एउटा यो फ्याक्ट फाइन्डिङ हो कि यो कुनै छानबिन कुनै अपराधिक गतिविधि कसले कहाँ के ल्यायो भन्ने होइन कि सम्पत्ति छ कसको छैन कहाँबाट आयो त्यति लेखिदिन्छ। त्यो सरकारलाई आवश्यक छैन। मलाई लाग्छ यसरी चाहिँ नि सबैको गरिरहनु चाहिँ नि राज्यको लाई धेरै ठुलो बोझ हुन्छ। काम गर्न पनि काम गर्नमा सजिलो छैन। अब त्यो सजिलो भएन भने तपाईँ देख्नुभयो त्यो भदौ 23-24 को 2 दिनको घटनालाई गर्न त 4 महिना लगाइदियो प्रतिवेदन दिन। यो त तपाईँको 46 सालको कुरा छ। भोलि प्रश्न उठ्ला 46 भन्दा अगाडि पनि हेरौँ किन 46 मात्रै। त्योभन्दा अगाडि पनि देश त थियो त भ्रष्टाचार त भएको थियो। भ्रष्टाचार त भएको थियो। यस्तो कुराहरूलाई जुन अहिले कटअप जस्तो बनाएको छ त्यो आफैमा मलाई लाग्छ धेरै विवेकपूर्ण काम हो जस्तो मलाई लाग्दैन। प्रश्न के भयो भने तपाईँलाई कसैलाई शङ्का छ राजनीतिक पदमा अथवा सार्वजनिक पदमा राष्ट्र सेवाको पदमा छ भने उसलाई के गर्नुपर्छ भने ऊ अख्तियार छ सम्पत्ति शुद्धिकरण छ यिनीहरूमा उजुरी छ क्या अनिगिन्ती हजारौँ उजुरी छ। त्यो उजुरी नै स्क्रिनिङ गरेर काम गर्न नसकिरहेको अवस्था हो यो। त्यसैलाई मात्र टपक्क टिपेर अगाडि बढ्ने हो भने पनि अथवा उजुरी माग्नुहोस्। तपाईँलाई लाग्छ कि यो सबै होल्डोल गरिसक्यो भने नेपालको सार्वजनिक सेवामा जानलाई इन्सेन्टिभ हो कि नजानलाई इन्सेन्टिभ। तपाईँको सम्पत्ति कति छ भन्ने म ठिकै छ मेरो सम्मान छ मसित केही छैन तर तपाईँले केही छैन भनिदिनु भने मेरो समाजमा गडबड हुन्छ कि छ भने त छ। तपाईँ भिखारी छ कमजोर छ भन्ने देखा पऱ्यो भने के हुन्छ। त्यो गरिबी विपन्नता अथवा केही नभएकोलाई ग्लोरिफाई किन गर्ने। एक दोस्रो कुरो संविधानले वैयक्तिक गोपनीयता तपाईँको गोपनीयतालाई संरक्षण गर्छ र यो आयोगले गर्दै रिट परेको छ होइन। यो आयोगले वैयक्तिक गोपनीयता नागरिक गोपनीयतालाई संरक्षण